कोशी प्रदेश सरकारले 2082 साललाई पर्यटन वर्ष घोषणा गरेर पर्यटकीय स्थलहरूको प्रचारलाई तीव्रता दिइरहेको छ। यस क्रममा प्रदेश सरकारका मन्त्रीदेखि सरकारी अधिकारीहरू पर्यटकीय स्थलमा पुगिरहेका छन्। तर सरकारको ध्यान ती पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा भने गएको देखिँदैन, जसका कारण स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लोभ्याइरहेका झापाका सिमसार क्षेत्रहरू ओझेलमै छन्। यस्तै पर्यटकीय गन्तव्यमध्ये एक हो भेलागढी सिमसार। झापाको हल्दीबारी, बिर्तामोड र भद्रपुरको सङ्गम स्थलमा रहेको भेलागढी सिमसार हो। यो गर्मी छल्न आउनेहरूका लागि गजबको गन्तव्य बनेको छ। यो सिमसार जङ्गलको बीचभागमा रहेको प्राकृतिक दहलाई संरक्षण गरी बनाइएको यो पार्कमा नेपालका विभिन्न स्थानका सहित भारतबाट समेत घुम्न आउने पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। रमाइलो छ भनेर सबैजना आउनुहुन्थ्यो, अनि म चाहिँ आइपुगेको थिइनँ। अनि यहाँनिर अब जङ्गलको छेउमा पोखरी रहेछ एउटा, त्यही पोखरीको उसले गर्दा यहाँ शीतल वातावरण भएर मलाई रमाइलो लाग्यो, त्यसैले आएको। साथीहरू हामी थुप्रैजना आएको छौँ। पोखरी देखेँ, नाउ देखेँ, होइन, अब त्यस्तै राम्रो लाग्यो। अब राम्रो रहेछ। धेरैचोटि यसको यो ठाउँको बारेमा चाहिँ मैले सुनेको थिएँ, अनि यहाँ आउँदा चाहिँ मलाई बोटिङ गर्न चाहिँ निकै रहर लागेको थियो। तर यहाँ एउटा मात्र बोटिङ गर्नको लागि बोट रहेछ र यसमा चाहिँ अब हेर्दा राम्रो भए पनि ठाउँ यसमा चाहिँ अझ भौतिक पूर्वाधारहरूको कमी देखियो। यो सिमसारका विशेषताहरू के छन् त? यो जति पनि छ तपाईँहरू हेरिराख्नु भएको छ, धेरै जसो प्राकृतिक नै छ। हामीले मानव निर्मित छैन। यो पोखरी पनि यो प्राकृतिक नै हो। यसलाई जम्मा हामी सरसफाइ गरेर अलिकति थोरै आकार दिने काम मात्रै गरिएको छ। अब यहाँ देखिँदैछ, यहाँ वन जङ्गलदेखि लिएर हरेक कुरा प्राकृतिक नै छ। र विशेष गरी हामी प्राकृतिकलाई अझ सौन्दर्य बनाउनको निम्ति यहाँ बिचमा रहेको पुल पनि काठकै बनाएको छौँ। 2082 साललाई पर्यटन वर्ष घोषणा गरेको कोशी प्रदेश सरकारले यस्ता ठाउँहरूको पूर्वाधार विकासमा समेत ध्यान दिन सक्नुपर्छ। कान्तिपुर समाचारका लागि रमा दाहाल, भेलागढी सिमसार, झापा।